सोह्र त आउन्ला दाइलाई एकल फोन गरेर सम्झाउन पर्यो न बोलाउँछन् कि फोनै उठाउँदैनन् अनि के गर्नु खोइ फोनै उठाउँदैन नि त हेलो 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 दाइ ढोगदिया दाइ सन्चै हुनुहुन्छ मलाई नि ठिकै छ दाइ अब दाइले श्राद्ध आइपुग्यो नि दाइ कहिले नि श्राद्ध पर्सि 28 गते दाइ अनि हामी सबैजना आउँ होइन त अहिले अब हामी तीर्थै गरेर गर्छौँ एकैचोटि दसैँ मात्रै आइज अहिले आउन पर्दैन बाढी पहिरो बाटो अप्ठ्यारो छ यतामा नआइज किन दुःख पाउँछेस् दाइ 16 श्राद्धमा आउँला चिल्लो चाप्लो खाउँला भन्ने कत्रो आश गरेको थिएँ दाइ किन यसरी बिचाइ बिट मार्नुभयो त भाउजूले त आउन पर्दैन भन्थे दाइलेसम्म आउन पर्दैन भन्नुभयो मलाई चाडबाडमा यस्तो नगरौँ दाइ चेलीबेटी नभएको तिथि श्राद्ध त साह्रै खल्लो हुन्छ त दाइ चेलीबेटीले त बोलाएर खुवाएर खुसी पाऱ्यो भने पो पितृ खुसी हुन्छन् त दाइ किन यस्तो हेला गर्नुभयो मलाई यसो भान्जा भान्जीलाई बोलाउने टिकाटाला गर्ने अनि पो पितृ तर्छन् त दाइ हामीलाई यस्तो हेला गरेर रुवाएर त के भलो हुन्छ र दाइ तपाईँलाई किन यस्तो हेला गर्नुभयो